नमस्ते साथीहरू। जस्तै हामीले यो पासपोर्ट साइजको इमर्जेन्सीमा हामीले फोटो बनाउनु पर्यो भने नि हामीले यो गुगलमा गएर फोटो बनाउन सकिन्छ साथीहरू। मैले यो कसरी बनाउन मिल्छ भनेर त्यो तरिका समेटेर एउटा मैले भिडियो बनाएको छु हैन। त्यो सेटिङहरू तपाईहरुले पनि हेर्नु होला, लाइक कमेन्ट शेयर पनि गर्नु होला। साथीहरू पहिले तपाईहरु गुगलमा जानु होला। गुगलमा गएर यहाँ पासपोर्ट साइज फोटो मेकर भनेर सर्च गर्नु होला। मेरो अलरेडी सर्च छ, म त्यो पुरो गर्छु, फिल गर्छु अटो फिल। यसरी सर्च गरेर यहाँ फर्स्टै मेक पासपोर्ट फोटो पेपर प्रोपर फोटो साइज अनलाइन भनेर यहाँ छ है, यसमा थिच्नु होला। यसमा यसरी थिच्नु भयो भने यहाँ 3 डट छ, यो 3 डटमा थिच्नु होला। यहाँ मेरो चाहिँ अब तपाईहरुको जीमेल होला, जीमेल देखाउँछ, मेरो चाहिँ गुगल नै छ हैन। म यो क्रोम ब्राउजरमा लिन्छु, क्रोम ब्राउजरबाट म खोल्छु। यसरी खोल्नु भयो भने यस्तो इन्टरफेस खोल्छ हैन। क्रोम ब्राउजरबाट खोल्दाखेरि जीमेल चाहिँ लिंक हुनै पर्छ, जीमेल चाहिँ लिंक गर्नुपर्छ हैन। जीमेलमा यहाँ थिचेपछि जीमेलमा गएर पनि हुन्छ र क्रोम ब्राउजरमा गएर पनि हुन्छ। अनि त्यसपछि अपलोड यहाँ फोटो भनेर आउँछ हैन। त्यसरी अब फोटो चुज गर्नुस्। जस्तै मानौ तत्काल एकछिनको लागि मैले चाहिँ एउटा फोटो कुनै लिएर तपाईहरुलाई देखाइदिहालौं। जस्तै हाफ फोटो कुनै यही फोटो सपोज लिए मैले एकछिनको लागि डन गरेर यहाँ अपलोड हुन्छ। सपोजको लागि यो मैले फोटो लिइसकेपछि डन गरेपछि अपलोडिङ हुँदैछ। नेट स्लो कारणले गर्दा छिटो आइरहेको छ। दुईटा यसरी लोड भएर यस्तो इन्टरफेस खोल्छ। इन्टरफेस खोलेर यस्तो इन्टरफेस खोल्छ। यसपछि तपाईले जस्तै कुन साइजमा चाहियो हैन, सबै यहाँ साइज बताएको छ हैन। सबै कुन साइजमा तपाईलाई चाहियो, ठुलो सानो सबै यहाँ पासपोर्ट साइज कुन तपाईलाई जस्तो चाहियो त्यस्तै पाउँछ कि। सबै साइज यहाँ यो यसमा छ। क्लिक गर्नुभयो भने देखाउँछ यहाँ। त्यसपछि तपाईलाई लुगाहरु जस्तै चाहियो, यहाँ छ। ब्याकग्राउन्ड कस्तो चाहियो, जस्तै यो पछाडीको यस्तो चाहियो, कलर गर्न ब्याकग्राउन्ड जस्तै मैले यसरी लिए। यो ब्याकग्राउन्ड जस्तै अब लुगाहरु, यो लुगाहरु यहाँ छ। यहाँ लुगाहरु मेन्स, वुमेन्स अनि चिल्ड्रेन बच्चाहरुको, अनि यो आइमाईहरुको र यहाँ लोग्ने मान्छेको सबै केटा केटी अनि बच्चा सबैको छ कि। तर जस्तै अब मलाई सपोज यही मन पर्यो, कुनै पनि मन पर्यो भने यबाट हाल्न मिल्यो। जस्तै यो हाल्दिए मैले, जस्तै यो लोड हुँदैछ, यसरी हाल्न मिल्छ, सेट हुन्छ। कलर पनि चेन्ज गरिदिए, यसरी हाल्न मिल्यो। यसरी फोटो बन्यो। अब तपाईलाई कतिवटा साइज चाहियो हैन, यहाँ साइज पनि मिलाउन मिल्छ। जस्तै यहाँ कतिवटामा कतिवटा आउँछ हेर्नुस्। 7x5 इन्च गर्यो भने यहाँ बनाउँ नि। यसरी पासपोर्ट साइजको फोटो बनाउन मिल्छ। यसरी नै यो सबै यहाँ हेर्नु, सबै छ। यो कति बाइ कति साइजको बनाउनु छ र यहाँ कति बाइ कतिको लुगाहरु सबै पाउँछ। यसैमा छ कि सबै पासपोर्ट साइजको यसरी फोटो बन्छ। कलर पनि हाल्न मिल्यो। यसरी डन गर्नुभयो भने सेभ हुन्छ। अनि डाउनलोड गर्नुभयो भने यहाँ छ हेर्नुस्, डाउनलोड एज JSD भनेर। यसरी डाउनलोड भएर हाम्रो फाइलमा गएर बस्छ। यहाँ फाइलमा डाउनलोड भइसक्यो। यसरी लोड हुने गर्छ। तपाईले यसरी पासपोर्ट 1 मिनेटमै पासपोर्टको इमर्जेन्सी पासपोर्ट साइजको फोटो चाहियो कुनै त्यस्तो कुनै साइजको भने त्यो कामकाजको लागि जता कतैको लागि पनि बनाउन सक्नुहुन्छ। जीमेलबाट, गुगलमा गएर, या क्रोम ब्राउजरमा गएर तपाईहरु पनि यसरी नै बनाउनु होला। लाइक कमेन्ट शेयर पनि गर्नु होला। हाई वीरेन्द्र, मेरो यो च्यानल
युट्युब